इयर तिमीलाई देखाउँछु ल सबभन्दा सुरुमा कुन किन्ने आइफोन गइन हैन त्यसलाई के भन्छ अरे नि हैन SX Max X Max SX हैन S Max फेरि नानो नि अरूले किन ल Happy birthday to you Hello everyone welcome back to my new vlog है आजको vlog चाहिँ अब तपाईहरुले देखाउनुभयो पसलबाट सुरुवात भइरहेछ र चाहिँ मंगलबार आज मेन गरी राजेशको बर्थडे है ह्यापी बर्थडे राजेश यो सायद तिम्रो लागि बनाएको यो भिडियो चाहिँ हैन आज उसको बर्थडे भएकोले गर्दा हैन आज बर्थडे हो सिसामा मनाउने भनिरहेछ अनि सिसामा चाहिँ बोलाइरहेछ राजेशले अनि माथि जान लागेको अनि यहाँ बुबु आइराख्नु भएको छ हैन बुबु के छ अब आफ्नो कार फेरि आउँदैछ नि त हैन ल उहाँकै कार हामीले पहिला कार ब्लकमा लिएर गएको अनि यहाँ राजेशको लागि गिफ्ट रेडी गरिरहेको छु अनि तेल यहाँ के अरे स्कुटरमा हाल्नुको लागि है पछि बन्द गरेर जानु लागेको त्यो पर्छ पस्नु त्यहाँ पस्ताइँदैन सो अब चाहिँ म जान्छु आज कस्तो हुन्छ देखिहाल्छु है हजुरहरूलाई अनि आज के अरे बाहिर चाहिँ जानु पाइएन आज राजेशले पनि गिम्बल दिनुभएको छ मलाई नि बधाई छ है 15 गिम्बल दिनुभएको छ नि त होइन ब्लग बनाउनको लागि यस्तै हो प्रगति गर्दै जानुपर्छ होइन सामान जुटाउँदै जानुपर्छ यस्तै भन्दै ल लेट्स सी माथि भेटौँ Happy birthday! Hello! Rajesh, happy birthday! Thank you! Timlan happy birthday! Mosam! Hi, भन्देऊ न मौसम न गुड अनि यहाँ भाइहरु छ भाइ हामी त बिहानै भेटिसकेको है सबै Happy birthday to you! Happy birthday to you! Happy birthday! Birthday to you. Happy birthday, dear Rajesh. Happy birthday to you. Thank you so much. Hello, Nisa. Hi, Nisa. भर्खर आइपुग्यो कि
चाहिँ हामी सबैसँगले उयो खाइसक्यो के अरे केक खाइसक्यो नि त अब केक खाएर चाहिँ यस्तो चिज खाने हो क्या होइन मौसम के खाने अरू के छ अर्डर या कुन किन्ने आइफोन गइन त्यसलाई के भन्छ अरे SX Max एक्स म्याक्स के भन्छ त्यसलाई त्यसमा चाहिँ ड्रोन सहित आउने है क्या 10 हुन चाहिँ X अनि S अनि Max त्यही त भनेको ए XS चाहिँ हो हामीलाई त भन्नु पनि आउने रहेछ त जे भनी SS हो ल ल ल म हेर्नको लागि तयार ल त्यही हो ल ल त्यो पनि म भिडियो बनाउने छु ल ल अनि म सबभन्दा सुरु तिमीलाई देखाउँछु ल ल फेरि नरुनु नि अरूले किन ल के खुवाउने किनेको दिन दिन तिम्रैमा आउने रेड बुल के अरे झिक्ने होइन तर त्यो दिन चाहिँ पैसा तिर्दिनु ल ल ल ल अनि तिमीलाई अनि तिमीले खुवाउनु पर्ने ठाउँमा हामीले खुवाउनु तिमीले खुवाएको भएन नि त खुवाउनु त मै खुवाइदिन्छु यसो गरेर कि तर त्यो दिन चाहिँ म 100 रुपियाँ पैसा दिन्न तिमीलाई ल आज चाहिँ चाउमिन खाऊँ न त ल पर्सि चाहिँ उयो जे भए नि खाऊँ ल गाइस बेलसा पाएको छ यहाँ त चाउमिन खान्छ यसको उयो चाहिँ भएन सानो बेलचा चाहिँ आएन